आज म बनाउन जाँदैछु तिल र इस्कुसको चटनी। यहाँ इस्कुसलाई धोएर काटेर राखिसकेको छु। यहाँ तिललाई पनि भुटेर तिल र खोर्सानी भुटेर यहाँ राखिसकेको छु। अब तिललाई पिस्छु। देख्न सक्नुहुन्छ मेरो तिल पनि पिसिसकेको छ। देख्न सक्नुहुन्छ मेरो कराई पनि तातिसकेको छ। अब यसमा तेल हाल्दैछु। मेरो तेल पनि तातिसक्यो। अब यसमा थोरै हिङ हालिदिन्छु। त्यसपछि काटेर राखेको इस्कुस, जम्मै मैले काटेको इस्कुस पनि हालिदिसकेको छु। निमक, स्वाद अनुसार नमक, आधा चम्चा धनिया पाउडर, आधा चम्ची हल्दी पाउडर, आधा चम्मच जीरा पाउडर, थोरै घरमा बनाएको मसला, छोपेर एकछिन पाक्न छोडिदिनुपर्छ। देख्न सक्नुहुन्छ मेरो इस्कुस पनि पाकिसकेको छ। ग्यासलाई अफ गरिदिएर यसलाई निकाल्छु एउटा बटुकामा। म चाहिँ यो अचारमा प्याज पनि हाल्दैछु। प्याज नहाल्दा पनि हुन्छ, मलाई चाहिँ मन पर्छ र मैले प्याज हाल्दैछु। दुईटा मिडियम साइजको प्याज काटेर राखेको छु यहाँ। यहाँ सक्नुहुन्छ मैले अचार पनि निकालेर बटुकामा खनाइसकेको छु। अब यसमा म तिल हाल्दैछु। यहाँ सक्नुहुन्छ मैले तिल पनि हालिदिइसकेको छु। अब यसमा म एउटा निम्बु निचोरेर हाल्दैछु। मैले यसमा काँचो खोर्सानी चाहिँ एक्स्ट्रा मैले हालिनँ, किनकि मैले तिलमै खोर्सानी पिसेको थिएँ। त्यस भएर मैले खोर्सानी चाहिँ मैले हालिनँ। हजुरहरूले पिरो कस्तो के खानुहुन्छ त्यसको अनुसार हाल्न सक्नुहुन्छ। मेरो चाहिँ केटाकेटीले नै खान्छन् र त्यसको लागि मैले तिलमा मात्रै पिसेको थिएँ खोर्सानी, त्यही खोर्सानी हालेँ। एक्स्ट्रा खोर्सानी मैले हालिनँ यसमा। अब यसमा म एउटा निम्बु निचोर्न जाँदैछु। देख्न सक्नुहुन्छ यहाँ मसँग निम्बु छ। हाम्रो यता चाहिँ कागती निम्बु पाइन्छ, त्यसको लागि म कागती निम्बु हाल्दैछु। अर्को निम्बु पनि हाल्न सक्नुहुन्छ। मैले चाहिँ यसमा एउटा निम्बु पुरै हालिदिएँ। अब यसलाई मजासँग मिक्स गर्नुपर्छ। हेर्न सक्नुहुन्छ मैले अलिकति धनिया पनि काटेर हालिदिइसकेको छु। मेरो अचार पनि बनिएर रेडी भइसकेको छ। म पुरा देखाउन चाहिँ सक्दिनँ, किनकि आफै क्यामेरा धर्दै आफै बनाउँदै गर्नुपर्छ नि त। त्यसको लागि म फुल रेसिपी चाहिँ देखाउन सक्दिनँ म। तपाईँहरूलाई मेरो आजको मेरो इस्कुसको अचारको रेसिपी कस्तो के लाग्यो? मन परेछ भने एउटा लाइक, सब्सक्राइब गरिदिनु होला।